राखेको अनि त्यहाँदेखि अकबरे खोर्सानीको बिउ अनि त्यहाँदेखि धनिया अनि मेथी अनि तोरी। अनि अकबरे खुर्सानीको यतिखेर दल राख्दा हुन्छ? यतिखेर राख्दा जाडो महिनामा ढिलो हुन्छ अनि पछि ठुलो हुँदैन क्या। जाडो महिनामा बिउ राखेपछि तपाईँहरूले पनि सिइराख्नु, जाडो महिनामा बिउ राखेपछि बिस्तारै बढ्छ होइन, अनि पछि रोप्दाखेरि चाहिँ ठुलो बोट हुँदैन क्या। जाडोमा अनि बढ्छ त यो? जाडोमा बढ्दैन र त पछि अब अहिले रोपेको अहिले मङ्सिर होइन पुस माघमा रोप्नुपर्छ क्या। अनि थोरै थोरै बढ्छ अनि सानो बोटमा फल्छ। अनि तीनटा चिजको एकै ठाउँ कसरी दल राख्यो त? खोर्सानी अनि के अरे? लसुन। लसुन। खोर्सानी अकबरे खोर्सानी त्यहाँ राखेँ अनि यहाँ लसुन धनिया मेथी अनि तोरीको साग। अब यहाँ रायोको साग त कम्मै छ, रायोको साग त यहाँ गनेर पनि सक्दैन, मैले मेरो बहिनीकोबाट लिएर आएको हो। कति थरीको रायो छ यहाँनिर, रायोको साग त कति थरी छ। यतिखेर दल चाहिँ कुनैको पनि हुन्छ जस्तो चाहिँ लाग्दैन। नभएर होला भइराखेको छ त अनि तल उयो भइराखेको छ। ट्राई इज बेस्ट। गहुँ आलु भइराखेको छ, साग भइराखेको छ, इस्कुसको मुन्टा उम्रिँदैछ। यता इस्कुसको जिप्राहरू इस्कुसको जिप्राहरू इस्कुसको जिप्रा देख्दा चाहिँ मेरो कालीको याद आउँछ। त्यसले साह्रै जिब्रो निस्किसक्यो र छिप्पेको छ र जिप्रो त्यहीँ निक्लिँदैछ। यतातिर हेर्नु यहाँ पनि निस्किएर छ। यति लामो लामो जिप्रो निक्लिरहेछ त। यो चाहिँ अब चैत वैशाखमा पछि यहाँनिर अब अकबरे तलको सबै यो कागले खान्छ कि केले खान्छ। यहाँनिर अब यो फल्छ चैत वैशाखमा। यहाँ फेरि भोलि सुँगुरको मलेर लगाइदिनु पर्यो। यहाँ अकबरे हेर्नु अकबरे यत्रो बाँसको रुख जत्रै गइरहेछ त्यो पन्साउनु पनि सुस्को लहराहरू चैत वैशाखमा। हेर्नु त यो यति सङ्घर्षले आएको छ। यो के भन्छ भित्ताबाट आएको छ अकबरे। हेर्नु त घर आँगन सिकुवा सिकुवामै छ भन्दैन नि, सिकुवामा यहाँनिर रायो साग यो बिउ राखेको।